नमस्कार, अभिवादन। यहाँ उपस्थित हुनुभएका आदरणीय व्यक्तित्वहरू यो स्वर सम्राट नारायण गोपालको स्मृतिमा खोलिएको रोदी घर हो र यसले हर हमेशा नेपाली लोक संगीत, नेपाली आधुनिक संगीतलाई प्रवर्धन गर्नको निम्ति विशेष भूमिका खेलेको छ। सबैले एकचोटि यो रोदी घरको सम्मानमा ताली बजाइदिनु होला। यो रोदी घरको जन्म भएको पनि आज 8 वर्ष भएछ। 8 वर्षको यो शिशु रोदी घर 8 वर्षमा एउटा सांगीतिक केन्द्र वा रोदी घर परिपक्व हुन्छ। यो त हुर्की बढी अगाडि बढिरहेको लोक संगीतलाई, ती भाकाहरूलाई, कुना कन्द्रमा खन्कने भाकाहरूलाई टिपेर जीवन्त बनाउन यसको ठूलो भूमिका छ। म यसको सञ्चालक हाम्रो बुढाथोकीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कमरेड दिलाराम आचार्य, जो 2056 सालको सांसद पनि हुनुहुन्थ्यो र बेथानको लडाईँमा एउटा आँखा गुमाउने जिउँदो शहीद श्रीकृष्णजी पनि विशिष्ट अतिथिको रूपमा हुनुहुन्छ र मलाई पनि तपाईहरुले विशिष्ट अतिथिको एउटा भ्यास दिनुभएको छ। त्यसको लागि म धन्य छु र यहाँ उपस्थित हुनुभएका तमाम आदरणीय महिला सज्जन वृन्दहरू, कलाकारहरू चिरिच्याट्ट परेर सजिएर झकिझकाउमा आउनु भएको छ र यो कार्यक्रमको शोभा बढाइदिनु भएको छ। यहाँ धेरै भाषण भूषण सुन्ने शौक कसैको पनि छैन, किनभने आज सांगीतिक माहौल बन्ने छ। मैले चाबीजीलाई पनि देखिरहेको छु, त्यसपछि अन्य महानुभावहरूलाई पनि देखिरहेको छु। सुन्दर थामी, जसको पर्सि एउटा म्युजिक भिडियो आउँदैछ र त्यो म्युजिक भिडियो जसमा उहाँले पल शाहजीलाई अभिनय गराउन चाहनुहुन्थ्यो। मैले पनि पुण्य गौतमनी भएर त्यहाँ अतिथिको उद्घाटन गरेको छु, हेरिदिनु होला कृपया। र सुन्दर थामीजीको सुन्दर आवाज पनि म प्रशंसा गर्न चाहन्छु। माहौल चुनावको छ, दिउँसो भए त हामी भ्याउँदैन थियौं, साँझ परेको छ, राति भएको छ। त्यसकारणले गर्दाखेरि ध्यान दिएर सुनिदिनु होला। हामी यतिखेर 2078 साललाई अन्तिम विदाई गर्ने भावपूर्ण क्षणमा छौं। हिजो जस्तो लाग्छ 2078 साल सुरु भएको यही रोदी घर हो जहाँ उभिएर हामीले नेपाली लोक संगीत र साहित्यलाई प्रमोट गर्न तपाईहरुले विशेष भूमिका खेल्नुहोस् भनेर हामीले आशीर्वाद दिएका थियौं सञ्चालक महोदयलाई। आज 1 वर्ष बितिसकेछ, मौका आउँछ फर्किँदैन, भएको खोलो फर्किँदैन भन्थे हो रहेछ। यो मौकाको उहाँले सदुपयोग गर्नुभएको छ, म उहाँलाई धन्यवाद दिन चाहन्छु। र तपाईहरुले यो विशेष कार्यक्रम 78 साललाई टाटा बाई बाई गर्दै 79 साललाई वेलकम गर्ने, वसन्तका पालुवाहरू मार्फत स्वागत गर्ने, कोइलीको कुहु कुहु मार्फत सांगीतिक माहौल खडा गर्न, नयाँ वर्षलाई सिंगार पटार गरेको दुलैजी स्वागत गर्ने एउटा माहौल जो तपाईहरुले बनाउनु भएको छ, म धेरै धेरै धन्यवाद दिन चाहन्छु। जनवादी संगीत, गीत संगीतको मर्म र भावना अहिले पनि मरेको छैन। हामी जेबी2ले रमेशलाई सम्झिरहेका छौं अनि त्यसपछि पार्थिङ दाइलाई पनि मिस गरिरहेका छौं र अहिले जस्तो कि एम बराल, रामकृष्ण ढकाल, सांगीतिक क्षेत्रको बेथान बादशाह मानिने राजेश पाललाई पनि हामीले भुल्नु हुँदैन र हामी तमाम कलाकारहरूलाई सम्मान गर्न चाहन्छौं र यो एउटा विशिष्ट किसिमको माहौल छ। तपाईहरुले देखिरहनु भएको छ अहिले जसरी यो सांगीतिक क्षेत्र रात्रिकालीन व्यवसायमाथि राज्यले अननेसेसरी हस्तक्षेप गरेको थियो। स्मोकिङ इज इन्जुरियस टु हेल्थ लेख्दैमा चुरोट खाने क्रम रोकिएको छैन। मलाई हेर्नुस्, म त जिन्दगीभरि जाँड रक्सी, चुरोट, बिडी, खैनी, सुपारी, पान, गाजा, भाङ, इभन अहिले त माछा मासु अन्डा पनि खान्न। के विज्ञापनले मलाई प्रभाव पार्यो? मलाई पार्यो, तपाईहरुलाई पार्यो? पारेन। त्यस कारणले गर्दाखेरि म फेरि पनि भन्न चाहन्छु, नेपाली संगीतको विषयमा मलाई एउटा सम्झना हुन्छ टोनी हगनको भनाई। स्विजरल्यान्डमा जन्मिएर नेपाललाई नेचुरल ब्युटीको उपाधि दिने टोनी हगनले कुनै समय भन्नुभएको थियो, नेपाल भनेको नेचुरल ब्युटी हो र यो देशको सौन्दर्य भनेको डाँडा
झरना नदी नाला मात्रै होइन, नेपालको सौन्दर्य भनेको लोक साहित्य र संगीत पनि हो भनेर उहाँले भन्नुभएको थियो। आउनुहोस् यो स्वर सम्राट अधिकार मार्फत नेपाली संगीतलाई जीवन्त तुल्याउने उहाँहरूको यो सत्प्रयासलाई नमन गरौँ, सल्युट गरौँ, अभिवादन गरौँ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। स्पेसली आजको धेरै धेरै धन्यवाद। र कुराले कहाँ चिउरा भिज्दो हो, अब केही गोरसको प्रबन्ध पनि होला, रात छुट्टिँदै जाँदा नाच्ने गाउने क्रम पनि सुरु होला। तपाईँहरूको यो कार्यक्रमको विशेष सफलताको कामना गर्दै तपाईँहरूको व्यवसाय पनि फलिफल होस्, यही शुभेच्छा व्यक्त गर्न चाहन्छु। म पुण्य गौतम यो अभिवादन गर्दै बिदा हुन चाहन्छु। हस्त नमस्कार। तपाईँहरूको दिन र रात शुभ होस्। धन्यवाद। नमस्ते।